खाएको छैन त बिचरा पनि दसैँतिर भ्याउँदैन हो दिनु हुँदैन अघि आउँथ्यो नि नभए त के पनि खाएको छैन भनेर मैले सानो भने प्यारी भएर आउँछु त तपाईँले एकैछिनमा त एकै सेकेन्डमा तपाईँ त कहाँ जानुभयो खानु सुन्छ सानो मम्मीले आम्मामा गाडी नसुन्नु मेरो आइरिस मेरो एउटै नातिनी छ मेरो प्रिन्सेस नातिनी हो सानो मम्मीबाट आशीर्वाद एक त मम्मी जस्तो ठुलो मान्छे बनिनु हो अब दसैँमा भेट्नु पाउँदैन मम्मीलाई हो आमा छोरी छेउमा है छेउमा त आमा छोरी लु सबै देवी देवताले ढाकेर राखोस् मेरो नानीको आज बर्थडे है यसरी लामो आयु हुनु सधैँ हेल्दी स्वस्थ रहनु सानो मम्मीबाट धेरै 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 आशीर्वाद छ मेरो नातिनीलाई धेरै पढ्नु ज्ञानी हुनु है ह्याप्पी बर्थडे आइरु आइरिस सबै चिताको मनोकामनाहरू पुऱ्याओस् कस्तो नराखोस् ल मेरो छोरीलाई पनि धेरै मनी हुनु अझै तरक्की गर्दै जानु अनि सबै कुरो होस् एकदमै राम्रो होस् आउनु दाजु हुन्छ तपाईँ जाँदै गर्नुहोस् न क्राउन होइन बो हालेको छ आइरिस ह्याप्पी बर्थडे मेरो नातिनी लु ह्याप्पी बर्थडे थ्याङ्क यू ल आमा छोरा पनि लागेको छ अब अझै यसरी नाम रोसन गर्दै जानु अझै ठुलो 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 हुन्छ आज हामीलाई पनि हाउस जस्तो लगाउनु छिटो छिटो हुन्छ आइरिस ह्याप्पी बर्थडे के भन्नुपर्छ दुईवटा होइन होइन मलाई कहाँ भएको हुन्छ जे भए पनि आइरिस खुट्टा अर्को ल्याऊ फोटो सिक्नु आउँछ आउनु हुन्छ भन्दा त्यस्तो आइज न अहिले ल